नमस्कार दर्शकहरू हेर्नु होला अर्ग्यानिक दबाई नराखेको दबाई नराखेर यो माइली किसानले गर्नुभएको तरकारी यो मेरो दिदी हो हजुर यो भन्नु त अब तपाईँको आफ्नो परिचय दिनु हजुर चाहिँ को हुनुहुन्छ होइन यहाँ माइली किसानी त हामीले देखेको छौँ होइन माया गरिदिनु होला माया गरिदिनु हजुर माइली किसानी फाइनली माइली किसानी चाहिँ 1 वर्ष जति चाहिँ भिडियो हाल्नु भएको थिएन कारण के हुनसक्छ तपाईँको अब व्यस्तता हो कि के कारणले हो व्यस्तताले गर्दाखेरि नभ्याएर नहालेको हजुर हामीले त भ्याउनु पर्यो नि अब भ्याउनु के पर्यो नि गर्नु व्यस्त छ धान खेती छ मकै तरकारी खेती खेती छ। छ मकै छ हजुर उता गाईको दुध दुहुन पर्यो गाईलाई घाँस काट्न पर्यो भ्याउनु छैन के गर्नु हजुर ल अहिले अब यो चाहिँ तपाईँहरूले यो मेहनत गर्नु भएको छ देखाउनुहोस् त कस्तो छ हेर्नु बढी एकचोटि पहिला सुरु यस्तो छ हजुर अब तपाईँले यो बोडी चाहिँ कति कट्ठामा रोप्नु भएको छ कति रोपेको छु नि 2-4 कट्ठामै हेर्न सक्नुहुन्छ गाइजहरू यहाँनिर हेर्नु सक्नु माइली किसानीको मेहनतहरू हेर्नु होला होइन यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यस्तो हरियाली छ होइन अब यहाँ माइली किसानीजी हजुरले भन्नु पर्यो अब हुन्छ नि यो तपाईँले यो अर्ग्यानिक मात्रै हो कि यहाँ औषधि विषादी के हाल्नु भएको छ कि विषादी केही राखेको छैन मैले त्यो अर्ग्यानिक भयो गाईको गउँतहरू राखेर गहुँत अनि यो जडीबुटीको बनाएर राखेको हजुर मैले हजुर म कहिले राख्दिनँ यो दबाई किराको औषधिहरू विषादीहरू अब भन्नुहोस् त यो अब यो तपाईँ लगेर बजारमा बेच्नुहुन्छ अब कति मूल्य पाउँछ 1 केजी बराबर कति हो 100 रुपियाँ केजी 60 रुपियाँ केजी 80 रुपियाँ केजी हेरी राम्रो भयो भने 100 रुपियाँ त्यस्तो दिन्छ हजुर मलाई अब भन्नु अरूहरू चाहिँ विदेश जान्छन् होइन अब यो रोजगारीको सिलसिलामा मलाई विदेश जानै पर्यो चाहिँ जति भए नि खर्च पर्छ नेपालमै हुन्छ हजुर तरकारी गर्न जाने भने नेपालमै हुन्छ बर्खै तरकारी खेती गर्छ हजुर म त अब भन्नुहोस् अब हामी अब भन्नु अरू विदेश जानेहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले अब नजानुहोस् दुःख नगर्नुहोस् विदेशमा त्यो खाडी मुलुकमा गएर के दुःख गर्नुहुन्छ त्यहीतिर जति भए नि गऱ्यो भनेदेखि सबै गाई पाले पनि दुध दोहेर बेचे पनि भयो तरकारी खेती गरे पनि भयो मकै धान खेती गरे पनि भयो भन्छु हजुर मान्दैनन् यो बुढाहरू कोही मान्दैनन् खालि विदेश भन्छन् टेर्दैनन् के गर्नु हो मलाई जति पनि पुग्यो खर्च पर्छ मलाई आफूलाई त कोहीसँग माग्नु पर्छ नेपालको केटाकेटीहरू त्यस्तै हो माइली किसान दिदी अब के गर्नु यस्तै हो हजुर म त यहाँ यस्तै हो माइली आफू किसान त यस्तो 12 काल तरकारी खेती गर्छु अर्ग्यानिक हो यो जडीबुटी राखेर गाईको गउँतमा त्यहाँबाट तरकारी बेच्नु जान्ला हजुर म त अब यो चाहिँ हामीले तरकारी टिप्ने काम हुँदैछ माइली किसानीबाट अब यो तरकारी चाहिँ अब कसरी मुठा बनाउँछ सबै कुराहरू सबै देखाउँछ यो भिडियोमा अब तपाईँहरू दर्शकहरूलाई चाहिँ यो सम्पूर्ण यो भिडियो चाहिँ भनेर सम्प्रेषण गरेर चाहिँ आउँछ र फाइनली यो भिडियो एडिट गरेपछि अब तपाईँले हेर्न सक्नुहुन्छ है यहाँ उहाँहरू चाहिँ मेहनत गरेर टिपिरहनु भएको छ यहाँ त म लाउँछु नि म 12 काल लाउँछु अनि त्यहाँबाट के गर्नु त अब आफ्नो यही हो त्यसै नगरिकन भएन यहाँ त झन् 2 रोपनी रहेछ त माइली किसान दिदी छ नि मेरो त कस्तो छ हेलाएर झन् फलेर राम्रो फलेको छ यो चाहिँ मैले किस्तामा त कति लामो लहरा रहेछ यहाँ त झन् माइली किसान दिदी कति राम्रो हेर्नुहोस् मेरो यस्तो हो गाईहरू म त काठमाडौँदेखिबाट आएर नि दिदीको घर तरकारी टिम पाइरहेको म त हिउँद बर्खै लाउँछु नि के तपाईँहरूलाई थाहा छ हेर्नु त गाई थियो हिउँद बर्खै मिहिनेत गर्नुपर्छ आफ्नो पौरो भने आफ्नो पौरो हो यस्तो छ यहाँ हाम्रो त बोट मकै पनि लगाइदिएको छु एउटा 2टा पोलेर खानुहुन्छ हरि मकैहरू त्यही भएर क्या मकै सके लाउने बोडी अलिअलि एउटा 2टा मकै लगाएपछि यो खान पनि पाइयो यस्तो राम्रो आउँछ हेर्नुहोस् यति लामो फलेको छ काइटा छ मेरो त उहाँ चाहिँ माइली किसानीको नाति यहाँ सक्नुहुन्छ यहाँनिर भिडीदेखिबाट लिएर होइन भिडी पनि छ यहाँनिर एउटै ठाउँमा चाहिँ भिडी रोप्नु भएको छ फर्सी रोप्नु भएको छ मकै रोप्नु भएको छ यतिको मेहनत चाहिँ हामीले माइली किसानीले गरेको देख्न सक्छौँ प्रयास निरन्तर छ नेपालमै केही गर्ने विदेश नजाने तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ यस्तो राम्रोसँग टिपिरहनु भएको छ यहाँ है अब यो एकमुष्ट बनाएर चाहिँ उहाँहरूले लानुहुन्छ मार्केटमा नजिकको लोकल मार्केटमा बिक्री भइरहेछ होइन माइली किसानी 100 रुपियाँ केजी ल्याउनु दिदी भन्छन् उता 60 रुपियाँ भन्छ हजुर हेर्नु नि म त उचाल्न सक्दैन के भएको थियो उचाल्न नसक्ने यत्रो एउटै दाना कति लामो सर्पो जत्रो है कति गरको होला ल
कति केजी जति हुन्छ होला एकचोटिमा? हुन्छ नि 1 कुइन्टलै हुन्छ हजुर। 1 कुइन्टल फलाउनुहुन्छ हो? 1 कुइन्टल जति हुन्छ होला। त्यतिको फलाउन सक्यो भने चाहिँ विदेश जानु पर्दैन अवश्य। पर्दैन, नजानु भने त टेर्दैनन्, के गर्नु अब अहिले मान्छेहरू टेर्दैनन्, दुःख गर्नु सक्दैनन्। आफूलाई यस्तो गर्नु मन लाग्छ, के गर्नु हजुर। अब यहाँ तिम्रो रात पर्यो अरे फेरि नानाले टेर्दैछु, के गर्ने होला हजुर। यो भिडियो है गाइजहरू, भिडियो हेर्नु सक्नुहुन्छ मकैमा। बोक्न सकेन है, बोक्न सकेन। बोक्न नसक्नु म त के गर्ने होला गाइस। कति गरम छ। अब हेर्नु यहाँ यस्तो यत्रो अब यो बढी देखाएर नि लोभ लाग्दो खालको छ है। लोभ लाग्दो खालको छ गाइस। त्यो माइली किसानी त धेरै मिहिनेती छ, के गर्नु। तपाईँको अब दिदीको यो परिश्रम देखेर तपाईँ के भन्न चाहनुहुन्छ? म त धेरै खुसी हुन चाहन्छु हजुर। अब तपाईँ त अब यस्तो ठुलो हुनुहुन्छ, उहाँ त सानो हुनुहुन्छ, त्यही पनि काम गर्नुभएको छ, के लाग्छ? राम्रो लाग्छ नि, के गर्नु। दुब्लो भयो नि काम गर्नुहुन्छ, आफू त काम गर्न सक्दिनँ, काठमाडौँ बसेको, म त यहाँ दिदी घर आएको हजुर। ल ठिक छ, ल ठिक छ है। यहाँ हेर्नु सक्नुहुन्छ मकैको घोका। मकै देखाइदिउँ, मकै हेरे, मकै पनि फलाउनु भएको छ है, यत्रो ठुलो मकै। मकै के गर्ने हो भन त? पोलेर खान्छ खाँदैनौ भन त? ओके, टिपेर ल्याइसकेको छ, यत्रो भइसकेको छ। अब यसलाई चाहिँ मिलाएर बिस्तारै बिस्तारै यसलाई चाहिँ राम्रो गर्ने है। यसलाई चाहिँ राम्ररी अब प्याकेजिङ गरेर लानुपर्छ मार्केटमा।